के तपाईँलाई पनि खाना खाँदा दाँतमा अड्किने, तातो वा चिसो खाँदा सिरिङ हुने र कहिलेकाहीँ राति सुक्नै नसिक्ने गरी दुख्ने भएको छ? अनि तपाईँ सोध्दै हुनुहुन्छ, यो दाँतले त साह्रै दुःख दियो, अब उख्लिदु कि? तर म आज तपाईँलाई सजिलो भाषामा बुझाउँछु। सबैभन्दा पहिले यो अवस्था अचानक भएको होइन। कता न कतै यसमा हाम्रो आफ्नै लापरवाही छ। सुरुमा तातो चिसो लाग्दा हामीले वास्ता गरेनौँ। यस्तै त हो भनेर बस्यौँ। खाना अड्किँदा सिङ्काले कोट्याउँदै बस्यौँ। यसरी बिस्तारै समस्या बढ्दै गयो र अहिले आएर दुखाइ सुरु भयो। रातिको निद्रा नै हराम भयो। यसको मतलब दाँतको प्वाल अथवा किरा नसासम्म पुगेको हुनसक्छ। यस्तो अवस्थामा आरसिटी गर्नुपर्छ। यसले तपाईँको दाँत बचाउँछ। उखुल्नी पर्ने अवस्था आउँदैन। त्यसैले दाँत उखुलेर समस्याको समाधान हुने होइन। यो अन्तिम विकल्प मात्र हो। समस्या सानो हुँदा नै उपचार गर्नुभयो भने यसले आफ्नो प्राकृतिक दाँत नै सजिलो झुकाउन सकिन्छ। इजी डेन्टल, तपाईको मुस्कानको साथी।